हेलो गाइस, शुभ बिहानी। आज चाहिँ म फ्री टाइम भएको हुँदा हल्का वर्कआउट गरौँ कि भनेर पार्कतिर लागेँ। अनि पार्क पुग्न साथ मैले आफ्नो वर्कआउट स्पिकिङबाट सुरु गरेँ। प्राय जसो चाहिँ म जिम नै जाने गर्छु, तर आज सन्डे भयो। स्पिकिङ पनि कन्टिन्यू नगरेर होला सायद, बिचबिचमा अड्किरहेको थियो। तैपनि प्रयास गर्दै गर्दा राम्रो हुँदै गयो। अनि फेरि स्पिकिङ सकेर फेरि मैले पुसअप मार्न थालेँ। पुसअप पनि वर्कआउटमा एकदम राम्रो मानिन्छ। हजुरहरूले नि ट्राई गर्न सक्नुहुन्छ। पुसअप एकदम राम्रो मानिन्छ। सो त्यसपछि फेरि मैले उठबस गर्न थालेँ। उठबस पनि खुट्टाको लागि एकदम राम्रो एक्सर्साइज मध्ये एक हो। हजुरहरूलाई के भन्न चाहन्छु भने यो वर्कआउट भन्ने चिज चाहिँ शरीरको लागि एकदम फाइदाजनक भएको हुँदा दिनमा एकचोटि चाहिँ हजुरले वर्कआउट गर्नुभयो भने हजुरको शरीरलाई धेरै फाइदा हुन्छ। त्यसैले सकेसम्म टाइम मिलाएर वर्कआउट गर्नु होला भन्न चाहन्छु। फेरि पनि मैले जम्पिङ गर्न थालेँ। अनि जम्पिङ गरिसकेपछि हल्का पोजिङ गर्न थालेँ। पोजिङ गर्न साथ फेरि पनि पुसअप मार्न थालेँ, किनकि पुसअप मेरो फेभरेट हो नि, त्यसैले। अनि पुसअप सकेर फेरि मैले मङ्की वर्कआउट गरेँ। यो भिडियोमा चाहिँ मैले यो प्रमाणित गरेँ कि बाँदरबाटै मान्छेहरूको उत्पत्ति भएको हो भन्ने कुरा चाहिँ यो भिडियोमा मैले प्रमाणित गरेको छु। हजुरले हेर्न सक्नुहुन्छ। अनि यो भिडियो मैले चाहिँ यो ट्राई गरेँ, तर हजुरले चाहिँ ट्राई नगर्नु होला, किनकि यो धेरै रिस्की हुनसक्छ। त्यसैले हजुरले चाहिँ यो प्लिज ट्राई नगर्नु होला। पुलअप लगाउनु छ भने अलि राम्रो ठाउँमा, अलि होचो ठाउँमा लगाउनु होला। यो मैले धेरै अग्लोमा लगाएको छु। सो आजको भिडियो कस्तो लाग्यो प्लिज आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिनु होला। अनि कुन ठाउँबाट हजुरहरूले यो भिडियो हेर्नुहुन्छ प्लिज कमेन्ट बक्समा छोडिदिनु होला। यस्तै भिडियो हेर्नको लागि मलाई फलो गर्न नभुल्नु होला।